कठिन र चुनौतीले भरिपूर्ण यात्रा, तर गन्तव्य भने कल्पनाभन्दा अति सुन्दर। यो हो नर्थ एबिसी ट्रेक। ओके, बेनी आइसकेको छु र यो पालि चाहिँ म बागलुङको बाटो हुँदै जानेछु, किनभने यो बाटो अलिकति लामो भए पनि पिच छ भन्नुभएको छ। ओके, फर्स्टमा कुरा गरौँ नर्थ एबिसीको बारेमा। नर्थ एबिसी चाहिँ अन्नपूर्ण कन्जर्भेसन एरियामा पर्ने, जुन चाहिँ म्याग्दी जिल्लामा अवस्थित रहेको छ। सन् 1950मा चाहिँ 800 मिटरभन्दा माथिका अग्ला चुचुराहरू कसैले पनि चढेका थिएनन् र त्यही कुरालाई लिएर फ्रान्सेली नागरिक मौरिस हर्जोग र उहाँका टिमहरू नेपाल आउनुभएका थियो र यही रुटबाट अन्नपूर्ण फर्स्ट चढ्नु भएको थियो। सो अहिले चाहिँ अलिक प्रख्यात भइरहेको छ नर्थ एबिसी। यदि कसैलाई र ठाउँ, अलिकति अनएक्सप्लोर ठाउँ घुम्न रहर छ र भिडभाडबाट अलिकति आनन्दले ट्रेक गर्न रहर छ भने चाहिँ उहाँहरूको लागि चाहिँ नर्थ एबिसी रुट चाहिँ अति नै सही हुन्छ। ओके, बेस्ट टाइम टु भिजिट नर्थ एबिसी। नर्थ एबिसी मात्र नभए अरू ठाउँ पनि घुम्नको लागि यो मन्थहरू चाहिँ धेरै नै बेस्ट हुन्छ नेपालमा। फर्स्टमा मार्चदेखि मे, जसलाई लाली गुराँस हेर्न मन छ र आनन्दले ट्रेक गर्न मन छ, मजाको घाम र आनन्दको वातावरण, मार्चदेखि मे चाहिँ धेरै नै राम्रो महिना हुन्छ ट्रेक गर्नको लागि। अर्को बेस्ट मन्थ चाहिँ सेप्टेम्बरदेखि नोभेम्बर, जुन बेला चाहिँ अति नै बब्बाल भ्यूहरू देख्न पाइन्छ र स्काई पुरा ब्लू अनि क्लियर भ्यू अफ माउन्टेन हेर्न पाइन्छ सेप्टेम्बर टु नोभेम्बर। मेरो पनि पर्सनली फेभरेट मन्थ यो नै हो ट्रेकको लागि। एन्ड अनदर मन्थ इज फर स्नो लभर, हिउँहरू मन पराउने, अलि हिउँसँग खेल्न रहर भएकाहरूलाई चाहिँ डिसेम्बरदेखि फेब्रुअरी चाहिँ बेस्ट टाइम हुन्छ। तर यो चाहिँ अलिकति गाह्रो हुनसक्छ, क्राम्पनहरूदेखि लिएर अरू अन्य सामानहरू पनि बोकेर हिँड्नुपर्ने हुन्छ, अलिक चिसो हुन्छ यो मौसममा चाहिँ। त्यही पनि स्नो लभरहरूको लागि चाहिँ बेस्ट मन्थ हुनसक्छ डिसेम्बर टु फेब्रुअरी। अब कुरा गरौँ ट्रेक कतिको गाह्रो छ त। अभियसली ट्रेक भनेपछि हामी हिँड्न नै पर्छ र हामी एउटा एलिभेसनबाट हायर एलिभेसनमा गइरहेको हुन्छौँ। सो नर्मली सबै ट्रेक गाह्रो नै हुन्छ, तर कतिको गाह्रो छ भन्ने मात्र फरक हुन्छ। नर्थ एबिसीको कुरा गर्नु पर्दा चाहिँ मेरो लागि चाहिँ मोडरेट नै थियो डिफिकल्टिज चाहिँ। हिमखोलाबाट हजुर फुटफुटे र फुटफुटेबाट अलिकति माथि जाँदा चाहिँ ठाडो नै उकालो छ। सो इनिसियल फेजमा चाहिँ अति नै गाह्रो हुनसक्छ, उकालो धेरै नै भएको कारणले। त्यसपछि मोडरेट एल्टिट्युड गेन भइरहन्छ, तर अलिअलि पहाड अलिअलि उकालो आइरहन्छ, तर तलको जस्तो त्यति उकालो चाहिँ हुँदैन। तर म चाहिँ हजुरहरूलाई के सजेस्ट गर्छु भने चाहिँ यहाँ आउनु अगाडि चाहिँ एक्सर्साइज चाहिँ बब्बालो गर्नु। यदि तपाईँ ट्रेक गइरहनुहुन्छ र यु आर वेल एक्सपिरियन्स्ड भने चाहिँ तपाईँको लागि चाहिँ त्यति गाह्रो नहोला। चिसोको कुरा गर्नु पर्दा चाहिँ तलसम्म चाहिँ चिसो खासै छैन। जब तपाईँ माथि बुस्केट मेलाबाट माथि जानुहुन्छ त्यस बेला चाहिँ चिसो वाइल्डै छ, किनभने हावा चाहिँ अति नै चिसो आउँछ। स्पेसली इन पञ्चकुण्ड ताल बब्बालै चिसो छ। ओके, बिफोर टकिङ अबाउट आइटिनरी, पहिला चाहिँ हामीले के सामान बोक्नुपर्छ त्यसको बारेमा अलिकति कुरा गरौँ। पहिलेको सिचुएसनमा चाहिँ ट्रेलमा होटलहरूको सुविधा नभएको कारणले चाहिँ खाने, सुत्ने, लाउने सबै व्यवस्था आफैले गर्नुपर्थ्यो, जसमा चाहिँ टेन्ट आफैले बोक्ने, स्लिपिङ ब्याग आफैले बोक्ने र खाना पकाउनको लागि भाँडाकुँडा, आगोदेखि लिएर खानेकुराहरू सबै आफै बोक्नु पर्थ्यो। भने मैले पनि त्यही सोचेर नै खानेकुरादेखि लिएर स्लिपिङ ब्यागदेखि लिएर टेन्ट सबै कुरा आफै बोकेर लगेको थिएँ, अनि जुन चाहिँ मलाई धेरै नै गाह्रो भएको थियो। गाह्रो इन द सेन्स अलिकति वेट धेरै भएको थियो ब्यागको। तर अहिले नर्मल्ली होटलहरूको सुविधा चाहिँ भइसकेको रहेछ। होटल मिन्स प्रोपर काठको ढुङ्गाको घर होइन कि, टेन्टहरू चाहिँ अभाइलेबल गरिदिनु भएको रहेछ र उहाँहरूले खानाको सुविधा पनि दिनुहुँदो रहेछ।
जसमा चाहिँ हजुरहरूलाई अहिले सौदी खर्कमा पनि बनिसकेको रहेछ टेन्ट सहितको होटल। अनि त्यसपछि गुफा फाँटमा जाँदाखेरि त्यहाँ चाहिँ रिसेन्टली बनाउँदै थियो, लगभग 1-2 महिनामा बनेर सकिन्छ भन्दै हुनुहुन्थ्यो त्यहाँ बनाइरहेको मान्छेहरूले चाहिँ। अनि बुस्केट मेलामा चाहिँ टेन्टको चाहिँ राम्रै सुविधा छ, जहाँ तपाईँहरूलाई म्याट्रेस अनि ओड्नको लागि ब्ल्याङ्केट अनि पिलो अनि खानाको सुविधा पनि राम्रै छ। त्यहाँ भेज खाना, मासु चाहेमा मासु पनि अभाइलेबल रहेछ। अनि त्यसपछि इभन पञ्चकुण्ड तालमा पनि टेन्टको सुविधा रहेछ, तर त्यहाँ चाहिँ स्लिपिङ ब्यागमै सुत्नुपर्ने हुँदो रहेछ। तल बुस्केट मेलाको जस्तो पिलो ब्ल्याङ्केटहरू केही नपाउने रहेछ। सो अहिले चाहिँ तपाईँहरूले टेन्ट, खानेकुरा लाइक चामल, मस्यौरा, आलु इत्यादिहरू चाहिँ बोक्नु परेन। अनि त्यसपछि स्लिपिङ ब्याग पनि नबोक्दा नै बेटर भइहाल्यो। ल बोक्नु पर्नेमा चाहिँ स्पेसियल्ली चाहिँ म तपाईँहरूलाई रिकमेन्ड गर्ने चाहिँ हेडलाइट, किनभने त्यो रुटमा चाहिँ कतै पनि बत्ती छैन। इभन बुस्केट मेलामा पनि बत्ती थिएन। अब उहाँहरूले चाहिँ इन्भर्टर लिएर आउँदैछौँ भनेर भन्दै हुनुहुन्थ्यो। सो बत्ती चाहिँ टोटल्ली छैन, त्यही भएर एउटा हेडलाइट राम्रो चाहिँ बोक्नु होला। अनि बत्ती बोक्दाखेरि चाहिँ कहिले पनि चार्जेबलवाला नबोक्नु, ब्याट्री हाल्न मिल्नेवाला बोक्नु, किनभने माथि चिसोमा त्यो चार्जेबलहरू चाहिँ अलिक काम गर्दैन। अनि ब्याट्री भयो भने चाहिँ रिलायबल पनि हुन्छ। अनि त्यसपछि अर्को बोक्नै पर्ने चिज चाहिँ म के भन्छु भने एउटा बर्नर र भाँडो चाहिँ बोक्नु होला, जुन चाहिँ तातो पानी तताउनलाई, किनभने तातो पानीको पैसा लिन्छ त्यहाँ। सो त्यही भएर एउटा बर्नर र पानी तताउने भाँडो पनि बोक्नु होला, जुन चाहिँ केमा युजफुल पनि हुन्छ भने जस्तै इफ थर्मस नबोक्नु, नर्मल वाटर बोतल बोक्नु जुन चाहिँ हिट रेजिस्टेन्स होस्। त्यो चाहिँ हजुरहरूलाई इफ टेन्टमा सुत्दाखेरि जाडो भयो भने चाहिँ त्यसमा पानी तताएर आफ्नो स्लिपिङ ब्याग या आफ्नो सिराकभित्र राख्नुभयो भने चाहिँ अनि न्यानो पनि हुन्छ। त्यो चाहिँ एउटा राम्रो ट्रिक हो आफूलाई न्यानो राख्नको लागि, जुन चाहिँ म हरेक ट्रेकमा युज गर्छु इफ मलाई चिसो भएमा चाहिँ। र अरू बोक्नुपर्ने सामानहरू भनेको चाहिँ लुगा धेरै नबोक्दा राम्रो, किनभने छोटो दुरीको ट्रेक भएको कारणले चाहिँ लिमिटेड राख्नु र आफ्नो ब्याकप्याक चाहिँ सकेसम्म हल्का राख्नु होला। अनि मेन थिङ स्न्याक्सहरू चाहिँ राम्रै बोक्नु होला, प्रोपर स्न्याक्सहरू लाइक चक्लेट्सहरू, अलिकति हाई क्यालोरिज फुडहरू, इनर्जी दिनेहरू चाहिँ मजाले बोक्नु होला। अरू चाहिँ नर्मल कुराहरू लाइक ट्रेकिङ बुट्सहरू राम्रै सजिलो आफूलाई कम्फर्टेबलवाला लाउनु होला। अनि चस्मा पनि बोक्नु होला, जुन चाहिँ लाइट रिफ्लेक्टर चस्मा पनि होस्, जसले चाहिँ तपाईँ इफ स्नो अगाडि हुनुहुन्छ भने चाहिँ त्यो स्नोको लाइट डिरेक्ट नआइकन रिफ्लेक्ट होस् तपाईँको चस्मामा र तपाईँको आँखामा असर नपरोस्। ओके, मैले दमौलीमा लगभग 3 देखि 4 घन्टा टाइम स्पेन्ड गरेँ, किनभने मेरो पछाडि स्कुटरको टायर चाहिँ पुरै धुस्नु भइसकेको थियो। यहाँ फेरि शनिबार भएर होला सबै वर्कसपहरू बन्द थियो, बल्ल बल्ल एक ठाउँमा खोलेर अनि टायर ल्याएर फिट गर्न खोजेको, फेरि बत्ती नआएको धेरै भएर रहेछ अनि हावा नै हाल्न सकेन। बल्ल बल्ल बत्ती आएर बल्ल बल्ल फिट गर्यो। अब काठमाडौँको लागि अगाडि बढ्दैछु। ओके, अब सुरु गरौँ मेन टपिक चाहिँ छ आइटिनरी। आइटिनरीमा चाहिँ 2टा आइटिनरी छ, एउटा चाहिँ मैले फलो गरेँ आइटिनरी अनि अर्को चाहिँ स्ट्यान्डर्ड आइटिनरी। मेरो आइटिनरी भन्नुपर्दा चाहिँ मेरो 4 दिनको भयो। डे 1मा चाहिँ मैले मेरो साधन स्कुटर काठमाडौँबाट सुरु गरेको थिएँ डे 1, अनि इन्ड चाहिँ मेरो म्याग्दीको तातो पानीमा भएको थियो। सेकेन्ड डे चाहिँ म स्कुटरबाट हुमखोलाको लागि भनेर अगाडि बढेको थिएँ, तर म हुमखोलासम्म जान नसकेर छोटापासम्म स्कुटर राखेर त्यहाँबाट ट्रेक सुरु गरेको थियो। बुस्केट मेलामा गएर सेकेन्ड डे चाहिँ मेरो इन्ड भएको थियो। अनि थर्ड डे चाहिँ म बुस्केट मेलाबाट चाहिँ अर्ली मर्निङ स्टार्ट गरेर माथि पञ्चकुण्ड ताल हुँदै बेस क्याम्प पनि पुगेर तल एकैचोटि हुमखोला आइपुगेको थिएँ। अनि मैले लकिली गाडी पनि पाएको कारणले म स्कुटरसम्म पुगेँ र थर्ड डेमा म फेरि म्याग्दी तातो पानीसम्म आउन सफल भएँ। र फोर्थ डेमा जुन चाहिँ आज छ म म्याग्दी तातो पानीबाट काठमाडौँ फर्किँदैछु। यो त भयो मेरो आइटिनरी, तर म तपाईँहरूलाई चाहिँ यो आइटिनरी भन्दा पनि स्ट्यान्डर्ड आइटिनरी फलो गर्नु सजेस्ट गर्छु। स्ट्यान्डर्ड आइटिनरी चाहिँ 4 दिनदेखि 5 दिनसम्मको हुन्छ रिगार्डिङ यर कन्भिनियन्स। इफ तपाईँहरू काठमाडौँबाट आउँदै हुनुहुन्छ भने काठमाडौँबाट बेनीसम्म नाइट बसमा आउनु होला र बेनी आइपुग्दा अर्ली मर्निङ हुन्छ र बेनीबाट चाहिँ तपाईँले हुमखोलाको जिप मजाले पाउनुहुन्छ। तपाईँसँग तपाईँको ग्रुप छ भने चाहिँ अलिक सस्तो पनि पर्न जान्छ। एउटा जिपमा लगभग 8 जना हाल्छ र 10,000 देखि 12,000सम्म प्राइस लिँदो रहेछ। अनि तपाईँको फर्स्ट डे चाहिँ हुमखोलाबाट बुस्केट मेलासम्म ट्रेक सुरु हुन्छ। हजुरहरूलाई म सजेस्ट गर्छु कि सकेसम्म चाहिँ बुस्केट मेला नै जानु होला। इफ सकेन भने गुफा फाँटमा पनि अहिले होटेल बन्दैछ, त्यहाँ जाँदा पनि हुन्छ। नेक्स्ट डे सुरु हुन्छ गुफा फाँट या बुस्केट मेलाबाट माथि पञ्चकुण्ड ताल पुगेर क्याम्प साइट पुगेर सबै मजाले घुमेर फेरि फर्किनुहुन्छ।
सौदी खड्कसम्म। सौदी खड्क चाहिँ बेस्ट हुन्छ किनभने त्यो चाहिँ हुम खोलाको धेरै नजिक छ, 2 घन्टा आवरको छ। इफ सक्नुभयो भने त हुम खोलै जानु होला, नभए चाहिँ सौदी खड्कसम्म पुग्नु होला, जुन चाहिँ तपाईँहरूलाई धेरै सजिलो हुनेछ। अनि त्यसपछि नेक्स्ट डे चाहिँ सौदी खड्कबाट हुम खोला जानु होला अर्ली मर्निङ। तर जाँदा जाँदै टावरहरू टिप्ने ठाउँ धेरै छन्, जाँदा जाँदै जिपलाई पनि तपाईँहरू कन्ट्याक्ट गर्नु होला लिन आउनु भनेर, जसको कारणले तपाईँहरूलाई बेनीसम्म जान धेरै नै सजिलो होस्। अनि त्यही दिनको रात तपाईँ बेनीबाट काठमाडौँ पनि फर्किन सक्नुहुन्छ। यो आइटिनरी फलो गर्नुभयो भने तपाईँको चाहिँ 3 डेज अनि 4 नाइट स्पेन्ड हुन्छ। इफ तपाईँहरूलाई चाहिँ पञ्चकुण्ड तालमा बस्न रहर छ भने चाहिँ तपाईँहरू आफ्नो हिसाबले आइटिनरी फेरबदल गर्न सक्नुहुन्छ। तर नर्मली 4 डेज 5 नाइट्स चाहिँ इनफ हुन्छ। सो मैले भनेको स्ट्यान्डर्ड आइटिनरीमा चाहिँ 3 डेज 4 नाइट्सको हुन्छ। सो तपाईँलाई जुन सजिलो लाग्छ त्यो नै अपनाउनु होला। अब खर्चको कुरा गर्नुपर्दा चाहिँ मेरो चाहिँ लगभग 15,000सम्म खर्च भएको थियो, जसमा चाहिँ मेरो स्कुटरले धेरै नै खर्च गरेको थियो किनभने टायर एउटा नि फेर्नु पर्यो अनि अरू कुरा पनि बनाउनु परेको थियो, जसका कारणले मलाई चाहिँ मेरो स्कुटरको कारणले चाहिँ मलाई अलिकति खर्च बढेको थियो। सो तपाईँहरू चाहिँ मिनिमम 15,000 इस्टिमेट गर्नु होला र म्याक्सिमम 20,000 भयो भने चाहिँ इनफ हुन्छ फर द ट्रेक। सो आज यति भन्दै मेरो यो सोलो ट्रेक टु नर्थ एबिसी यहीँ सकाउँछु। इफ तपाईँहरूसँग केही प्रश्न जिज्ञासा छ भने कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला। म सकेसम्म तपाईँहरूको प्रश्न जिज्ञासाको छिटोभन्दा छिटो उत्तर दिने प्रयास गर्नेछु। यदि तपाईँहरूमध्ये अलरेडी नर्थ एबिसी जानु भएको छ भने तपाईँहरूको एक्सपिरियन्स र सजेसन कमेन्ट बक्समा लेखिदिनु होला, जसका कारणले अब जाने यात्रीहरूलाई चाहिँ धेरै मद्दत पुग्नेछ। सो यति भन्दै थ्याङ्क यू फर वाचिङ एन्ड सी यू इन नेक्स्ट ट्राभल भ्लग।